गर्लफ्रेन्ड छ कि नै साथी? साथीको गर्लफ्रेन्ड छ कि नै? हामी बस्ने घर है गाइस। यो चाहिँ मेरो रुम छ कि नै भने छ। कहाँको गर्लफ्रेन्ड हो? म साथी त्यस्तो प्रो म मात्र रहेछु गर्लफ्रेन्ड नभएको त हो के? साँच्चै हो भने कहाँको हो? कहाँको? गाउँनिरकै? कताबाट जाने जान त्यतैबाट जाने? यो खेतबाट जाउँ। चिसो चिसो छ है। जापानमा मैले भ्लग सुरु गर्न लागिरहेको छु कि। सुरु गरौँ कि नगरौँ? गरौँ। किन? राम्रो हुन्छ। हो राम्रो हुन्छ र? खै मैले सुरु त आज गाइस हामी यता खै घुम्न त आएको तर चिसो चिसो मौसम त्यस्तै छ, हावा पनि त्यस्तै चलिरहेको छ। कतिको जाडो छ भन्दै त साथी? एकदम जाडो होइन, त्यति छैन। अनि ठिकै छ। अलि हावा बढी लागेर आएको। ठिकै छ, राम्रो छ। तिमीलाई फर्स्ट टाइम होइन यहाँ ठ्याक्कै जापान टेक्दा चाहिँ कस्तो अनुभव भयो त्यो एयरपोर्टमा त्यो? अनि यहाँ आउँदा यस्तो खेतहरू देखिरहेको छौ हेर है। मलाई त एयरपोर्टमा छिर्ने बित्तिकै एकदम चिसो लागिरहेको थियो होइन। पानी पनि अलिअलि परिरहेको। अनि त्यसमा एयरपोर्टबाट झर्दा अनि एयरपोर्टमा भित्र छिरे। अनि त्यसपछि कम्पनीको मान्छे आयो, रिसिभ गरे, कम्पनीको गाडीमा चढे अनि एकैचोटि आफ्नो रुमनिर आए। अनि त्यो एयरपोर्टमा नेपाली पनि हिँड्नुभयो थियो? नेपाली पनि साथीहरू थियो। सँगै आयो साथीहरू पनि। मान्छे आयो, रिसिभ गर्यो। त्यसबाट अब अनि त्यो एयरपोर्टको खानाहरू कस्तो लाग्यो साथीलाई? एयरपोर्टको खाना त्यो नेपालबाट आउँदाखेरि एकदमै राम्रो थियो, स्वादिष्ट थियो। यता थाइल्यान्डबाट जापान गाइस चिसो छ है मौसम, एकदमै चिसो छ जापानको। अनि यहाँ आएपछि त खेतै खेत देख्छौ त है हेर। अनि कस्तो खेतै खेत देखिरहेको छौ? के छ अनि खेत देख्दा? गाउँको जापानको गाउँ हो, त्यही भएर यहाँ खेतै हो। सहरमा गयो भने खेत पाउँदैन, बिल्डिङहरू पाइन्छ, कम्पनीहरू पाउँछ। साथीको गाउँको घर कता रे साथी? कुन जिल्ला रे? मेरो घर चाहिँ बारातिर हो, मध्य प्रदेश। यो धान हो साथी, धान हो हेर, खेती हो यो। यो त भइरहेको छ, नजिकै जङ्गल छ हाम्रो। आज चाहिँ यसो साथीलाई नजिकै कतै बिदाको टाइममा यस घुम्न जाऊँ भनेर हिँडेको, त्यही पनि आज झन्डै जाइरो कार हराएर साथीले झन्डै घुम्ने प्लान क्यान्सल भन्ने भइसकेको थियो, तर पाइहाल्यो। ठिकै छ। कहाँसम्म पुग्ने त अनि अहिले? हामी आज समुद्रतिर पुग्ने नि हो त? समुद्रको छेउतिर जाने। अनि के खिच्ने अनि हेरेर हो ल। अनि साथीलाई साँच्ची कम्पनीबाट कम्पनीबाट आइफोन गिफ्ट गर भन्दै सुनेको थिएँ त, हो कि के हो? गरेकै हो त? गर्यो। कति लाखको? 2,70,000 आइफोन 16 प्रो म्याक्स हो। आज के गिफ्ट कुनै सेवा जापानमा खै कोही जापानिज कोही देखिँदैन, सब सुनसान हो होइन? तिमीले आएपछि देख्यौ त कोही? कसैले हेरेन, बुढोहरू पाउँछ त, केटीहरू पाउँदैन हो र? खोज्नु जानु पर्यो नि त, खोज्नु गए पो पाइन्छ त साथी, त्यत्तिकै कहाँ पाइन्छ त? समुद्रमा घुम्न जाने भन्दैछ साथी, तर अलिकति टाढै छ। रुम पनि देखाएको छैन होइन तिमीलाई? तर किन रुम चाहिँ देखाउन किन लेट गरिरहेछ? म त्यो भन्दैछु। त्यसमा नि त्यही रुम हो तिम्रो? मैले सोधेँ मेरो कम्पनी, मेरो रुमबाट कति मिनट लाग्छ?
जुन राई 10 मिनट लाग्छ पैदल हिँड्यो भने 5 मिनट लाग्छ साइकलमा गयो भने हेरौँ कोनिचिवा साथीहरूले पहाड हेराइदेऊ ए पहाड नेपाल जस्तै हो पुरै ओ पल्लोपट्टि हामी सिप भनेको चाहिँ पल्लोपट्टि हो क्या साथी ठुलो सिप भनेको चाहिँ पल्लोपट्टि हो त्यो धेरै टाढा उता पल्लोपट्टि छ तर अहिले नजाम हामी यताबाट त कोरिया जान्छ रहेछ ल साथीहरू जापानको हाँस र नेपालको हाँस एउटै हुन्छ अलिकति पनि डिफ्रेन्ट छैन त्यो केही साँच्चीको गाडी हो कि कुन पुलिसको गाडी आइसक्यो यार तिमीले के गर्यौ हो भनेको साँच्चै पुलिस गाडी आइसक्यो साथी तिमी के अरे साँच्चै पुलिस गाडी आइसक्यो हो क्या पुलिसको गाडी आइसक्यो मलाई लाग्छ यहाँ मोबाइल चलाउनु मिल्दैन के कराइरहेको छ क्या मान्छेलाई फोटो हान्दैनौ म भिडियो गरिदिन्छु तिम्रो दामी छ नि त कहाँ हुन्छ ल ल हेर आइदेऊ यहाँभित्र ठुलो पार्किङ छ त्यही पार्किङमा जाँदैछौँ हामी चाहिँ है आज घाम त खासै लागेको छैन जाडो जस्तो मौसम छ कहीँ त हिउँ परेको होला सायद जस्तै लागिरहेछ यो माथिको चाहिँ के हो भन्छु म अलिक मैले थाहा गरेन क्या अस्ति पनि आएँ होइन खास के हो यहाँ यो के हो साथी तिमीलाई के लाग्छ यो के हो भनेर यसो बुझ्दाखेरि होइन यहाँमा जापानको मान्छेहरू मरिसकेपछि ऊ बनाएर राखेको हो कि भन्ने चाहिँ मलाई लाग्छ त्यस्तै मलाई पनि लागिरहेको त्यस्तै त हुनु सक्छ जस्तो छ है ल जापानको पार्क ल साथी घाम लागेको भए त रमाइलो हुन्थ्यो यत्रो पार्क छ कोही मान्छे छैन खुला छ हामी डेली आउँछौँ उ त्यहाँ बल खेल्ने पनि ठाउँ छ त्यहाँ खेल्छौँ बस्छौँ अनि पार्किङमा बस्छौँ र अनि घुम्छौँ अनि जान्छौँ आज घामै लागेको छैन कि मौसममा खास गरी घाम लागेको भए त केही हुन्थ्यो होला एकान्तमा सुनसान पार्क रमाइलो छ साथी जापानको उसमा रमाइरहेछ है